ल गाइज आज चाहिँ यता धनुषा धामतिर जाँदैछु। त्यो ठाउँ चाहिँ अलिकति धार्मिक स्थल पनि हो। त्यो चाहिँ खासमा त्यो के अरे हाम्रो जानकी सीता माताको चाहिँ विवाहको क्रममा जुन त्यो धनुष थियो नि, धनुष हो त्यो जसले भाँच्छ त्यसलाई चाहिँ हाम्रो सीताको के अरे विवाह गर्ने भन्ने जुन थियो नि। अनि रामले चाहिँ त्यो के अरे धनुषमा त्यो ताँदो चढाएर चाहिँ त्यो तन्काउँदाखेरि 3 टुक्रा भएको थियो नि। हो त्यो एक टुक्रा चाहिँ त्यो हाम्रो यहाँ झरेको कारणले चाहिँ त्यो धनुषा धाम भनेर चाहिँ त्यो ठाउँको नामकरण गरिएको छ। आज म त्यहाँनिर चाहिँ जाँदैछु र तपाईँलाई पनि त्यो ठाउँको दर्शन गराउने छु। अहिले भने तपाईँ इन्जोय गर्दै हुनु ल। यतिखेर यो भित्र गाउँको बाटो हो यो। अनि यतातिर चाहिँ यो पुरै गाउँ हो, भित्री गाउँ। जुन यो अहिले पहिला म आउँदाखेरि चाहिँ खासै के गरेको थिएन, हल्का यो पिच गरेको थियो, बाटो बिग्रेको थियो। अहिले चाहिँ मजाले पिच गरेर चाहिँ यस्तै दामी बाटो बनाएको छ। जे होस् यो भित्री मधेसतिरहरू पनि यो विकासको कामहरू चाहिँ भइरहेको छ। यो बाटोघाटो चाहिँ के रहेछ भन्दाखेरि यो चाहिँ अत्यावश्यक कुरो रहेछ क्या। यो यातायातले चाहिँ बाटोले चाहिँ ठाउँहरू जोड्यो भने चाहिँ जे होस् त्यो ठाउँको चाहिँ विकास चाहिँ हुने चाहिँ सम्भावना एकदम प्रबल हुँदो रहेछ। जस्तै अब भनौँ न ढुवानीको कुराहरू आउँछ नि। अनि अब एक ठाउँबाट अर्को ठाउँमा मान्छे जाने भएपछि त त्यतिकै त्यो ठाउँको त विकास हुनु त स्वाभाविकै हो नि। अनि त्यसै गरी त्यो ठाउँको अब सामानहरू भयो, माल सामानहरू जति पनि हुन्छ नि, उत्पादनहरू समयमा नै ढुवानी गर्न सकियो, जसले गर्दा समय बचत हुन्छ। आँखाभरि हिउँ चुली छन बग्ने खोला, फेरि यो कि मेरो गाउँ अझै उस्तै होला, फेरि यो कि मेरो गाउँ अझै उस्तै होला। पुल पनि भत्क्यो भन्छन्, पाटी पौवा ढल्यो भन्छन्। ल यता पनि चाहिँ मजाले चाहिँ बाटो चाहिँ दामी बनाएर रहेछ। पुल पनि भत्क्यो भन्छन्, पाटी पौवा ढल्यो भन्छन्। यसपालिको डढे लो यतिमा चाहिँ के बजेट नपुग्यो हो त। लो यतिमा चाहिँ गाइज अलिकति बजेट पुगेन जस्तो छ। यति चाहिँ पिच गर्न बाँकी रहेछ। ल यस्तो यस्तो काम हुन्छ टेरीमा ठोक्नेहरू। फेरि यहाँ पनि त्यस्तै। ल यहाँ पनि यति दूरको लागि सायद होला बजेट नपुगेको। के पार उयो गर्छ क्या बेइमानहरू। गरिसकेपछि सबै काम ड्याङ समयमा गरौँ नि। यस्तो हावा काम पनि हुन्छ। ल हेरौँ त त्यहाँ त फेरि अब यहाँबाट पिच टेरीमा टोक्ने। घामको छाया मनको छाया यति धेरैको माया। हाम्रो त्यहाँबाट चाहिँ यो धनुषा धाम भन्ने चाहिँ ठ्याक्कै 10 किलोमिटर छ।
यो चाहिँ यहाँ चाहिँ के अरे म पछि पनि त्यो भन्ने छु। यहाँ चाहिँ यो अब आउने माघमा चाहिँ 1 महिनासम्म चाहिँ यहाँ के अरे मेला लाग्ने गर्छ। जस टाढा टाढाबाट मान्छेहरू चाहिँ मेला भर्न आउँछ यहाँ। यसको विशेषता यही हो, यो के अरे परपूर्वकालदेखि नै चलिआएको हो। छिरो ठाउँ चाहिँ कताबाट छ फेरि? कताबाट छिर्ने रहेछ? म आफै कन्फ्युज भयो क्या यहाँबाट क्या अरे। अच्छा अच्छा यहाँबाट ल यही ठाउँ हो गाइस। अब यो बाइक चाहिँ कहाँ पार्किङ गर्ने हो? ल गाइस यहाँ हामी चाहिँ ठ्याक्कै यो धनुषा धामको धनुषा धाम आइपुगेका छौँ। बाइक साइकल प्याक पार्किङ गरिएको छ। ल यता चाहिँ यो मुख्य द्वार है त। ल गाइस म यो प्राङ्गणभित्र प्रवेश गरिसकेको छु। अनि अब यो यता यो चाहिँ पहिला चाहिँ यो खासमा चाहिँ केही चाहिँ गरेको थिएन। अब अहिले आएर चाहिँ यो ठाउँलाई चाहिँ अलिक व्यवस्थित बनाएको छ र यो अहिले हेर्दा पनि राम्रो छ। र यो ठाउँ चाहिँ मैले तपाईँलाई यो बिस्तारै बिस्तारै गरेर तपाईँलाई म एक्सप्लेन गर्दै जानेछु। पहिला हामी यो ठाउँलाई हेरौँ है त, कता कता के छ। पहिला पहिला आउँदाखेरि त खासै यहाँनिर केही पनि थिएन, भद्रगल थियो। अब अहिले अलि धेरै व्यवस्थित भइसकेको छ। अनि म चाहिँ यसको बारेमा चाहिँ आज धेरै वर्षपछि चाहिँ जानकारी गराउन आइरहेको छु। तपाईँहरूले चाहिँ देख्नु भएको छैन भने, जानकारी छैन भने यो भिडियो मार्फत तपाईँलाई मैले जानकारी गराउने कोसिस अवश्य गर्नेछु। तपाईँले मेरो भिडियोलाई हेर्दै गर्नु होला है त। अब यतापट्टि चाहिँ के छ म त्यो पनि तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु। यहाँ सकभर मैले यहाँ जति पनि छ ठाउँहरू यो धार्मिक स्थल हो। यो मैले अघि पनि तपाईँलाई मैले भनिसकेको छु। त्यो अहिले म कुरा गर्दै गरौँ ल। ल गाइस यो चाहिँ रामजानकी मन्दिर है त। यहाँको बारेमा कति मलाई जानकारी गराइदिनु न। यहाँको बारेमा तपाईको यो भनौँ न, राम अवतारको पालामा हजुर हजुर तपाईको यो दधिचे ऋषिमुनि भनेको तपाईको तपस्या गरेर बस्ने हुने भएन। हजुर हजुर ऋषिमुनिहरूलाई धेरै दुखाइ दिने, अनि दुखाइ दिँदाखेरि अनि एउटा
केही गर्दा पनि अब कर लिने, कसैले पानी झारिदिने, कसैले हड्डी खसाउने, कसैले भात झार्ने, पूजाआजा गर्न नदिने, त्यस्तो के। हजुर हजुर। अनि तपाईँको यो अनि कैलाशमा गए ऋषिमुनिहरू, अनि फेरि जाँदाखेरि तिमीहरू किन आएको भन्दाखेरि उहाँ शङ्करजीले यस्तो यस्तो भयो प्रभु, तिमीहरूको समाधान म गर्छु भनेर। अनि गएर चाहिँ तपाईँले त्यहाँ उहाँ जानुभयो ऋषिमुनिलाई पठाएर, अनि वज्र दिनुभयो इन्द्रले। अनि इन्द्रले वज्र दिएपछि उसैलाई राख्न दिनुभयो ऋषिमुनिलाई। अनि राख्न दिएपछि अनि त्यहाँ के भयो भने भगवान् जाइदिनु भएन, उहाँले खाइदिनु। खाएपछि तपस्यामा हुनुहुन्थ्यो, झन् घोर भयो। अनि भगवान्को आँखा खुलेपछि अनि गएर उहाँले के गर्नुभयो भने जानुभयो। अनि खोइ त मैले राख्नु दिएको सामान खोइ भन्दाखेरि अनि तपाईँले प्रभु मैले खाइदिएँ, मलाई मुक्ति दिनुहोस् भनेर भन्नुभयो उहाँले। अनि मुक्ति दिएपछि कपिल नाम गरेको गाईलाई बोलाएर दिने, चारा जिउमा तिनी नुन छोडेर अनि फेरि त्यो मासु चटा। गाईको सबै कुरा शुद्ध हुन्छ, तर यो थुत्नु कहिले पनि शुद्ध हुँदैन, बुझ्नु भएन। अनि खेर तपाईँले के गर्नु पर्यो, अनि उहाँले के गर्नुभयो भने विश्वकर्मा बोलाएर चाहिँ 3 भाग ऋषिमुनिको यो हड्डीहरूबाट चाहिँ 1 भाग चाहिँ तपाईँको सारङ्गी धनुष भयो, 1 भाग चाहिँ शिव धनुष भयो। अनि ऋषिमुनिको पिनाकबाट जुन चाहिँ यहाँ बनेको छ पिनाक धनुष बिचमा भयो। अनि यसरी रामजीले उहाँ दिनुभएको थियो कसलाई, परशुरामजीलाई। परशुरामजी अब छेत्री, उहाँले के गर्नुभयो भने जनक राजालाई दिनुभयो। जनक राजाले चाहिँ पूजा नृत्य गर्ने। अनि त्यति बेला वर्षा पनि नहुने, वर्षा नहुने जानेर राजाले हलो जोतेपछि मात्रै यो वर्षा हुन्छ भनेर भयो। राजाले त हलो जोत्नुभयो। अनि उहाँ पुनौरा भन्ने गाउँमा गएपछि चाहिँ यसरी सुनको हलो फालीले चाहिँ ऊ निकाल्यो बाक्सा। हेर्दाखेरि छोरी, अनि उहाँको पनि सन्तान नभएको, पानी पनि आयो। अनि पालन पोषण गरेर न्वारान सरान गर्दा चाहिँ उहाँहरूले के गर्नुभयो भने अनि छोरी बनाएर चाहिँ पाल्नुभयो। 12-13 वर्ष भएपछि ल छोरी अब हामी नुहाएर आउँछौँ गङ्गा सागरमा, यो धनुषको चाहिँ उ गरेर राख्नु है, फुलफुल टिपेर भनेर। हुन्छ पिताजी भने फुलफुल टिपेर राख्दाखेरि अनि हेर्दाखेरि उहाँले के गर्नुभयो, आउनुभयो। यो धनु कसले उठायो भने पिताजी मैले उठाएको। लु फेरि गरिदेऊ त भने बायाँ हातले यसरी धनु उठाएर दायाँ हातले चोका लगाइदियो। जसले यो धनुष चोर्छ त्यसैलाई म छोरी बिहे गरेर दिन्छु भने थियो राजाले, जनक राजाले। अनि खेर देश देशको राजाहरू आए, सकेन। रावणलाई पनि एकै चानस थियो, राति नै आएर ट्राई गर उसको वरदान समापत। अनि खेर रामजी अयोध्याबाट आउनुभयो, सबै आएपछि उहाँले के गर्नुभयो अनि खेर यसरी धनुष उठाएर चाहिँ नै सीताजीको नाम लिनुभयो। आदिशक्तिको भय प्रकट कुमारी, भूमि विदाहारी, जनहितकारी, भयहारी, असुरित सविदारी, मनिमनहारी, जनक दुलारी, सुकुमारी भन्दै यसरी गर्दाखेरि फुल धनुषको उ गरेर चाहिँ 1 भाग चाहिँ तपाईँको उहाँ गएको छ रामेश्वर, 1 भाग धनुसागर, बिचको भाग भगवान्ले छोडिदिँदाखेरि पहिलो कोष के अरे अहिले कोषको हिसाब हुन्छ भने पहिला चाहिँ कदमको हिसाब हुन्थ्यो। 5 कदम पुरा भनेपछि यहाँ आएर झरेको हो। अनि त्यसैले राज परिवारहरू यसरी घुम्दै 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 आउनुभयो। अनि आएपछि उहाँले चाहिँ के गर्नुभयो भने यहाँ आएर हेर्दाखेरि छैन धनुष, जङ्गल। अनि राज परिवारलाई प्यास लाग्यो। अनि उहाँले चाहिँ भाइ चाहिँ नै भनेर पानी निकाल त भने। अनि 1 बाणले चाहिँ नि त्यहाँ पृथ्वीमा बाण छोड्दाखेरि पानी निक्लियो। अनि त्यही पानी चाहिँ नि त्यसको नाम भयो के बाणगङ्गा। अनि त्यही पानी चाहिँ नि खाएर अनि यहाँ यसरी हेर्दाखेरि चाहिँ यहाँ धनुषको टुक्रा देख्नुभयो, झरेको ठाउँ पनि। सीता स्वयंवर यहीँ जङ्गलमा भयो। त्यहाँदेखि फेरि राति यहाँ विश्राम भयो। अनि यहाँबाट कुसमा अरू त्यहीँदेखि मिथिलाको यो परिक्रमा भइरहेको छ क्या। मेन कुरा यही हो।
ल गाइज तपाईहरुलाई चाहिँ मैले यो श्री धनुष मन्दिरको बारेमा जानकारी गराइहालेँ। यो भित्रको सबै सम्पूर्ण कुराहरू पनि देखाएको छु। कृपया भिडियोमा चाहिँ हेर्ने प्रयास पक्कै गर्नु होला। म यहाँबाट चाहिँ बाहिरिएको छु। तपाईहरुलाई चाहिँ मैले यो श्री धनुष मन्दिरको चाहिँ यात्रा गराइहालेँ। अब चाहिँ म यहाँबाट निस्किन लागेको। मेरो सहयात्री यहाँ बसिरहेको छ मलाई कुरेर। म चाहिँ अब लाग्नु पर्यो है त। ल मेरो यो सहयात्री गाइज मलाई यात्रामा निरन्तर साथ दिइरहने सहयात्री। ल गाइज दर्शन शासन गरियो, जानकारी पनि गराइयो। अब प्रस्थान गरिदियो है त।